नमस्ते एभ्रिवान। मसँग आज काँक्रोको अचार बनाऊँ है त। कसैले खल्पी भन्छन्, कसैले काँक्रो भन्छन् है। अनि तिजमा चाहिँ मजा आउँछ कि यो खानको लागि, किनभने चिल्लोहरू धेरै खाइन्छ नि त। अनि यसलाई चाहिँ काट्ने, मजाले पखाल्ने, काट्ने, अनि त्यसको गुदी पनि निकालेको छु। त्यसको गुदीको अचार चाहिँ मलाई लास्टै मनपर्छ। अनि त्यसपछि घामै लागेको थिएन, पानी पनि घाम लाग्ने भएको थियो। अनि मैले एकछिन सुकाएँ, एक घाम सुकाएँ, एक घाम भनेको चाहिँ एक दिन सुकाएर त्यसपछि मैले धुलो खुर्सानी पिनेर राखेको थिएँ बुटेर। धुलो खुर्सानी रातो, अनि त्यसपछि जिरा धनियाँको पेस्ट, अनि त्यसपछि तोरी, अनि आफूलाई स्वादअनुसारको नुन हालेँ। अनि त्यसपछि काँक्रो लिएर आएँ। काँक्रो चाहिँ ओइलाइसकेको थियो। अनि त्यसपछि मैले काँक्रो हालेँ। अनि मलाई चाहिँ काँक्रो बनाउनु मजा लाग्छ, किनभने हाम्रो मम्मीले यस्तो मिठो बनाउनुहुन्छ कि माइतको मम्मीले। अनि अलिअलि मम्मीबाट पनि सिकेको छु साथीहरू है। अनि त्यसपछि तेल, अनि तेलमा बेसार फुराएर, मेथी फुराएर च्वाइँ पारिदिएँ। अनि त्यसपछि त्यसलाई मोली मजाले मिक्स गरेँ, हरियो खुर्सानी हालेँ, किनभने मलाई चाहिँ एकदमै काँक्रो पिरो खान मन लागेको थियो। अनि त्यही भएर अनि तपाईँहरूले चाहिँ बनाउनु भएन साथीहरू। मैले चाहिँ काँक्रोको अचार पनि बनाएँ आफूलाई खानको लागि है। अनि के भन्नु लाग्यो भने मैले कोसिस गरेको छु भ्लग बनाउनको लागि। जे साथ सपोर्ट गरिदिनु होला है। जस्तो छु त्यस्तै पेस्ट गरेको छु तपाईँहरूको अगाडि है, जानी नजाने। अनि अब बिस्तारै डे बाई डेको भ्लग हाल्नेछु। माया गरिदिनु होला, साथ सपोर्ट गरिदिनु होला है साथीहरू। अनि मैले चाहिँ 3 डब्बा भयो मेरो काँक्रोको अचार। हेर्दै कस्तो खामखामदेखि बुढोले मिठो छ भन्दै हुनुहुन्थ्यो सायदबाट। थ्याङ्क यू फर वाचिङ साथीहरू, लभ यु। बनाउनको लागि जे साथ सपोर्ट गरिदिनु होला है। जस्तो छु त्यस्तै पेस्ट गरेको छु तपाईँहरूको अगाडि है, जानी नजाने। अनि अब बिस्तारै डे बाई डेको भ्लग हाल्नेछु। माया गरिदिनु होला, साथ सपोर्ट गरिदिनु होला है साथीहरू। अनि मैले चाहिँ 3 डब्बा भयो मेरो काँक्रोको अचार। हेर्दै कस्तो खामखामदेखि बुढोले मिठो छ भन्दै हुनुहुन्थ्यो सायदबाट। थ्याङ्क यू फर वाचिङ साथीहरू, लभ यु।